सर हुनुहुन्छ सरको नाम के भन्नु अरे एम लाल बस्नेत कुन स्कुलमा पढाउनुहुन्छ हजुरले जनजागृति आदि ए सरलाई 1.5 घण्टा लाग्छ भन्नु है हिँड्नु तपाईँलाई ढिलो भयो फेरि यो हाम्रो सोलुखुम्बु जिल्लाको अत्यन्तै विकट क्षेत्रमा पर्ने सोताङ गाउँपालिकाको वडा नम्बर 4 रोक गाउँमा पर्छ। यो विद्यालयको स्थापना विक्रम सम्मतको 2050 सालमा भएको हो। त्यहाँदेखि अहिलेसम्म हुन त सरकार फेरियो, देशले मुहार फेर्यो भन्छन्, तर यस्ता हाम्रा कुना कन्दराको गाउँको मुहार र हाम्रो मुहार फेरिएको मलाई पटक्कै अनुभव भएको छैन। The Himalayas are more than mountains. They are home to families living in some of Nepal's most isolated villages, like Sotang in the Solukhumbu district. Tucked away in the foothills south of Mount Everest, families here rely on small plots of land for survival. For children here, education is a daily struggle, not because of a lack of ambition, but because of distance, poverty, and limited resources. To reach this village, our team traveled nearly 14 hours from Kathmandu, followed by a 4-hour hike on steep jungle paths. The journey itself reflects the deep isolation of this community, where rough roads and minimal infrastructure leave most families with little support from the state. यो विद्यालयमा पढ्ने बालबालिकाहरू कस्तो परिवारको छन् भन्दाखेरि आधी जसो ठीक छ 6 महिना खान पुग्नेका बालबालिकाहरू छन् भने आधी जस्तो चाहिँ खानै नपुग्ने। In this village, survival depends on hard labor. The steep terrain and geographical isolation limit farming and access to basic services, leaving families with few options for income. 6 महिना पनि खान नपुग्ने। आफ्नो कमाइले 6 महिना त के कमाइ नै नहुने। जस्तै आलु अथवा मकै रोप्छन् हल्का, त्यो मकै रोपेदेखि रुङ्नु पर्छ त्यहाँ। उम्रेपछि अब चराहरूले थुतिदिने, मृगहरू खाइदिने, अनि भोगा लागेपछि चाहिँ बाँदरहरू आएर चाहिँ लुसेर लगिदिने। भएपछि उहाँहरूको अवस्था कस्तो छ त भन्दाखेरि उहाँहरूले लगाएको खेतीबाट चाहिँ खान त 1 महिना पनि नपुग्ने। त्यस कारणले गर्दाखेरि उहाँहरू चाहिँ अब आफ्नो परिवार पाल्नको लागि यो क्षेत्रबाट अन्यत्र क्षेत्रमा कामको खोजीमा जाने गर्नुहुन्छ। सोलुखुम्बु मान्छेले त भन्छ अब पर्यटकीय क्षेत्र टुरिज्म एरिया भन्छ, तर सोलुखुम्बु खुम्बु क्षेत्र चाहिँ माथिल्लो चाहिँ पर्यटकीय क्षेत्र सुगम भयो। सुगम भन्दा पनि अब हरेक दृष्टिकोणले राम्रो छ, तर तल्लो भेग हाम्रो सोलुखुम्बुको यो हाम्रो गाउँ चाहिँ अब न पर्यटकीय क्षेत्र, न बजार, न सहर, न चाहिँ नि अब यातायातको सुविधा, अनि हिँडेर आउनु पर्ने जुगागारीमा। Every morning, this headmaster wakes up and hikes for 2 hours just to get to the school. And this isn't a flat walk, it's a steep, uphill climb. Still, he makes the journey daily, because without him, the classrooms would remain empty. In a region where dropout rates are already high, his effort is one of the only constants keeping education alive in this part of the world. यहाँ अध्ययनमा आउने पढ्नको लागि आउने विद्यार्थीहरू चाहिँ यहाँभन्दा लगभग 1 घण्टा जति लाग्छ हिँडेर आउनलाई, र त्यहाँबाट पनि यहाँ शिक्षा लिनको लागि विद्यार्थी भाइ बहिनीहरू आउनुहुन्छ। यहाँको विद्यार्थीहरू एकदम जिम्मेदार छन्, पढ्न चासो लिन्छन्। अब यहाँ चाहिँ अब अभिभावकहरूले पनि पढाइ क्षेत्रमा निकै चासो लिएको पाइन्छ, तर के हो भने यहाँ चाहिँ एकदम गरिबी, यहाँ अभिभावकहरू पनि गरिब छन्। अनि बाबुआमाहरू चाहिँ अब यहाँ चाहिँ बाबुहरू टेकिन जाने सिजनमा, अनि आमाहरू पनि अब यहाँ चाहिँ सिजनको बेला चाहिँ अब घर छाडेर चाहिँ नाम्चेतिर काम गर्न जाने, अनि यसो अलिअलि पैसा कमाएर ल्याउने गर्दछन्। उहाँहरू चाहिँ अब ज्यालादारीको रूपमा काम गर्न जाँदाखेरि उहाँहरूको घरमा रहेका वस्तुभावहरू त्यही यहाँ आउने विद्यार्थीले चाहिँ त्यसको स्याहार सुसार गर्नुपर्ने हुन्छ, बाख्रा चराउनु पर्ने हुन्छ, भैँसी चराउनु पर्ने हुन्छ, आफै विद्यालय आफै खाना बनाएर भएअनुसार खाना बनाएर आउनु पर्ने हुन्छ, र नियमित रूपमा चाहिँ दैनिक उपस्थित हुन यहाँ कठिन भइरहेको छ। बिचराहरू उहाँहरू आफ्नो त पेटमा त भोक लागिरहेको छ, 10 देखि 4 बजेसम्म चाहिँ बसेर पुरा दिन पढ्न पनि सक्दैन। हुन त सरकारले खाजाको व्यवस्था गरेको छ, यसो 15 रुपैयाँ दिनको दिन्छ, हामीले त्यसले अब के पो उहाँहरूको पेट भर्न सक्छौँ। र अनि त्यस्ता विद्यार्थीहरूलाई चाहिँ तपाईहरु जस्तो सङ्घ संस्था आएर सहयोग गर्नुभएको छ। मेन समस्या भनेको चाहिँ
अब यहाँको विद्यार्थीहरू 5 कक्षा पास गरेपछि 6 कक्षामा टाढा जानुपर्ने, 4 घन्टा 5 घन्टा लाएर जानुपर्ने सबभन्दा समस्या त्यो हो। त्यो कारणले गर्दाखेरि यहाँका विद्यार्थीहरू 5 कक्षा पास गरेपछि 6 कक्षामा चाहिँ स्कुलै नजाने, अब बाबुआमाहरूले पनि अब लगेर पढाउन नसक्ने, उहाँहरूलाई चाहिँ अब पढ्ने इच्छा हुँदै पनि बाध्यता भएर आफैले छोडेर बस्नुपर्ने अवस्था छ। अब सोलुखुम्बु भनिन्छ, त्यस्तो सोलुखुम्बु अब पर्यटकीय स्थलले भरिपूर्ण घुम्ने ठाउँ धेरै छन् भने तापनि हाम्रो ठाउँ चाहिँ एकदमै प्रमोट एरिया होइन, एकदमै विकट नै लाग्छ मलाई। हामीलाई क्लासरुमको चाहिँ एकदमै खाँचो नै छ। अब एउटा क्लास यहाँ अहिले यहाँ 4 यहाँ 5 पढाइराखेको छौँ हामीले। शिक्षक दरबन्दी छ, त्यो भएको हुनाले हामीले चाहिँ मल्टिग्रेड अब कक्षा शिक्षण गरेर अब 2 कक्षालाई पनि अब एकै ठाउँ राखेर यसो क्लासवर्क दिए, अर्को कक्षालाई क्लासवर्क दिने हैन, कक्षा कार्य दिने, अर्कोलाई पढाउँदै गर्ने, फेरि अर्कोलाई क्लासवर्क दिने, अर्कोलाई चाहिँ फेरि पढाउँदै गर्ने, त्यसरी अब जेनतेन चलाइरहेका छौँ। Schools face severe limitations. Classrooms have no heating. During winter, attendance drops as children lack warm clothing. Students attend school in worn-out shoes or thin slippers. During our visit, we brought shoes for the students. It was a practical step to support them through the cold season and improve attendance. In places like Sotang, school have limited resources. Children here drop out early and begin working as a porter where they should be learning. I know this life because I started as a porter before becoming a trekking guide. Meeting many young boys carrying heavy loads instead of books inspired us to begin this project for the mountain communities, an initiative of Places Nepal Treks. Since 2023, we have provided many school materials, warm clothes, shoes, and hired qualified teachers for the rural schools. More than 600 students have already benefited from this project. This would not have been possible without kindness and support of our friends and families from all around the world. पहिला आफूले पढ्न पाइएन हैन, बालबच्चालाई साथ दिनु सकिएको छैन सर, के गर्ने? यस्तै छ सर। अब यहाँ चाहिँ सबैभन्दा बढी चाहिँ मलाई इन्टरनेट हो जस्तो लाग्छ। वाइफाई छैन यहाँ। अब धेरै कुरा चाहिँ अब वाइफाईमा चाहिँ हामीले सर्च गरेर पनि पढाउनु पर्ने हुन्छ, सबै कुरा हामीलाई पनि आउँदैन। परीक्षाको बेलामा चाहिँ अब कम्प्युटरमा भए चाहिँ टाइपिङ गरेर निकालेर हामीलाई चाहिँ सजिलो हुन्थ्यो, विद्यार्थीलाई पनि हेर्नमा राम्रो आकर्षक हुन्छ नि त। त्यो नभएर हाम्रो चाहिँ इक्जाम अब परीक्षा हुनुभन्दा अगाडि चाहिँ हामीले चाहिँ क्वेसनहरू चाहिँ हातैले नै तयार गर्ने गर्छौँ। अब यहाँ चाहिँ हाम्रो विद्यालयमा कम्प्युटरको अवस्था यस्तो छ ज्यादै। अब यो चाहिँ 10 वर्ष अगाडि चाहिँ एउटा संस्थाले प्रदेश सरकारले दिएको थियो। अहिले हामीले जुनसुकै काम विद्यालयको कामहरू गर्नुपर्दा पनि यहाँबाट 4 घन्टा लाएर चाहिँ चिठीहरू बनाउनु पर्ने अवस्था छ। त्यस्तै गरी अब गैर सरकारी संस्थाहरू सङ्घ संस्थाहरूले पनि यहाँ चाहिँ दुर्गम भएकोले एकखेप कहिलेकाहीँ आउने हेर्ने अनि आउनै नसकिन्छ छ, टाढा रहेछ यस्तो ठाउँमा कहाँ सकिन्छ भन्ने, अनि एकपटक आउने अनि फर्केर गएपछि आउँदै नआउने जस्तो चाहिँ यहाँ चाहिँ संस्थाहरूले पनि गरिरहेछ। त्यस्तो राम्रो फुल्ली रूपमा सहयोग गरेको रेकर्ड छैन यहाँ। Even with these challenges, children continue to make their way to school each day. They come with a belief that education is the only path to wider opportunities. यस विद्यालयको विद्यार्थीहरू चाहिँ धेरै पढ्नमा इच्छुक छन्, भनेको पनि मान्छन्, पढ्नमा धेरै रुचि गर्नेछन्। पढ्नमा मात्रै नभएर चित्र कोर्न, गीत गाउन सबैमा चाहिँ एकदमै अघि बढ्न रुचाउने खालको छन् यहाँको विद्यार्थीहरू चाहिँ। नेपाल सरकारसम्म चाहिँ हामीले यो मागहरू पनि पुर्याएको थियो सर, तर किनकि सरकारको पनि थोरै आँखा नलागेको होला भन्ने महसुस गरिरहेको छु सर। उहाँहरूलाई ड्रेस किन्ने पैसा छैन, उहाँहरूलाई कापी कलम किन्ने पैसा छैन। त्यसको लागि तपाईँहरू जस्तो सङ्घ संस्थाले सहयोग गरिदिनु भयो भने पनि म तपाईँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु।